तपाईं उठाउनुहोस् प्रश्न, हामी गर्नेछौँ कुरा। यो हो जानकारीमूलक कार्यक्रम यौनका कुरा। नमस्कार, सदा जस्तै यौनका कुरा कार्यक्रम लिएर उपस्थित भइसकेको छु। आवाजबाट म मुना दाहाल। हामी यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित यस कार्यक्रममा खुलेर कुराकानी गर्ने गर्दछौँ। तपाईमा पनि कुनै समस्या छ, तपाईमा पनि कुनै जिज्ञासा छ, यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित मनमा एकदमै गुल्स्याएर बसिराख्नु भएको छ भनेदेखि तपाईको लागि हामी एउटा सही चौतारी पनि हुन सक्छौँ। तपाईलाई एउटा समाधानको प्रयास पनि हामी गर्नेछौँ यस कार्यक्रममा विशेषज्ञ मार्फत नै। यस कार्यक्रममा हामीले तपाईले नै राख्नुभएका प्रश्न, जिज्ञासाहरूलाई पनि समावेश गर्दै आइरहेका छौँ। हामीले यस कार्यक्रमलाई परिमार्जन गर्दै लगिरहेका छौँ र हामीले तपाईका प्रश्नका साथसाथै एउटा विषयवस्तुमा पनि छलफल, बृहत छलफल, गहन छलफल गर्दै हामीले यस कार्यक्रमलाई अझ परिमार्जन गर्दै आइरहेका छौँ। यस कार्यक्रमलाई प्रायोजन गरेको छ माता मनोकामना आरोग्य क्लिनिक पुतली सडक, त्यसैगरी ओम धन्वन्तरी आयुर्वेदिक हस्पिटल धुम्राई र नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुअलिटीले गरेको छ। तपाईका पनि केही जिज्ञासाहरू छन्, प्रश्नहरू छन्, समस्याहरू छन् भनेदेखि तपाईले हामीलाई राख्न सक्नुहुनेछ। यौनका कुरा @gmail.com younka@gmail.com मा चाहिँ तपाईले आफ्ना समस्या, प्रश्नहरू चाहिँ राख्न सक्नुहुनेछ हामीलाई। त्यसैगरी तपाईले हामीलाई फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ, हाम्रा यौनका कुरा युट्युब च्यानल सब्स्क्राइब गरेर हेर्दै हुनुहुन्छ, या हामीलाई चाहिँ टिकटकमा फलो गरेर हेर्दै हुनुहुन्छ भनेदेखि तपाईका पनि समस्याहरू छन् भनेदेखि तपाईले त्यही कमेन्ट बक्समा गएर पनि तपाईले आफ्ना समस्याहरूलाई चाहिँ राख्न सक्नुहुनेछ। तपाईले राख्नुभएका समस्याहरूलाई चाहिँ हामी आगामी हप्ताका कार्यक्रमहरूमा चाहिँ समावेश गर्दै जानेछौँ। हामीले यस कार्यक्रमलाई परिमार्जन गर्ने जमर्को गरिरहँदाखेरि हामीले अबदेखि चाहिँ एउटा श्रृङ्खला चाहिँ विशेष संवादबाट चाहिँ सुरुवात गर्ने तयारी गरिरहेका छौँ। तपाईलाई यो हाम्रो परिमार्जन कार्यक्रम कस्तो लागिरहेको छ, कस्तो लाग्दैछ, सल्लाह सुझावको पनि हामी अपेक्षा गर्छौँ। हामीले यस कार्यक्रममा चाहिँ नयाँ श्रृङ्खला अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित नै रहेर दुई विशेषज्ञहरूको चाहिँ छलफललाई यस कार्यक्रममा हामीले राख्ने एउटा जमर्को गरेका छौँ। यो हप्ता हामीले एउटा विशेष श्रृङ्खला राखेका छौँ। यो हप्ता हामीले यस कार्यक्रममा यौन तथा यौन विशेषज्ञ, लामो समयदेखि यसै क्षेत्रमा कार्यरत रहनुभएका यौन विशेषज्ञ डाक्टर सुबोध कुमार पोखरेल, त्यसैगरी गर्भ संस्कार प्रशिक्षक उमेश केसी, दुईजना विशेषज्ञ मार्फत चाहिँ यस कार्यक्रममा उहाँले एउटा छलफल राख्ने हामीले जमर्को गरेका छौँ। उहाँहरू दुई बीच यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित रहेर उहाँहरू बीचको छलफल अब हामीले यस कार्यक्रममा राख्छौँ र तपाईलाई यो कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव पनि हामीले अपेक्षा गरेका छौँ। अब भने उहाँहरू दुईजना बीचको यो विशेष संवाद। नमस्ते। हजुर नमस्कार। नमस्ते, म डाक्टर सुबोध पोखरेल। हजुर, म खास गरी त यो यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चिकित्सा र अझ फोकस गरेर अध्ययन गरेको, मैले डक्टरेट गरेको, विद्यावारिधि गरेको विषय भने यो यौन हो। प्रजनन भन्दा पनि प्रजननमा त अन्य विषयहरू पनि हुन्छ। त्यस कारणले आज चाहिँ मलाई यहाँ भनिएको छ कि हामी छलफलमा चाहिँ यहाँको उपस्थित हुनेछ, मलाई खुसी लागेको छ। म माता मनोकामना आरोग्य क्लिनिक पुतली सडकमा प्र्याक्टिस गर्छु, बिरामी हेर्छु। नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुअलिटीमा जसले चाहिँ डाक्टर, प्यारामेडिकल स्टाफहरूलाई चाहिँ जुन शिक्षा दिन्छ त्यहाँ चाहिँ म पढाउँछु। हजुर, हजुर कति समय भयो यो हजुरको अनुभव? त लामो समय भयो होला नि, होइन? म 30 वर्षभन्दा बढी समयदेखि यो क्षेत्रमा कार्यरत छु। यद्यपि पढाउन थालेको चाहिँ थोरै समय 5-7 वर्षै भएको छ, तर प्र्याक्टिस गर्न लागेको त धेरै भयो। हजुर नमस्कार, म चाहिँ उमेश केसी, म चाहिँ पब्लिक स्पिकिङको सिग्नेचर एनालिस्ट र अहिले चाहिँ म अहिले नेपालमा चाहिँ यो किसिमको प्र्याक्टिस भइरहेको छैन। गर्भ संस्कारको सम्बन्धी चाहिँ मैले चाहिँ ट्रेनिङहरू अर्गनाइज गर्छु, काउन्सिलिङ गर्छु, जो चाहिँ बालबालिका जो प्रेग्नेन्सी मदर हुनुहुन्छ उहाँहरूको चाहिँ गर्भकालीन समयभन्दा 3 महिना अथवा 6 महिना जुन गर्भ संस्कारको लागि एउटा पिरियड हुन्छ, प्रिपेयरिङ गर्ने पिरियड, त्योदेखिबाट जन्मेसम्मको अवस्थासम्ममा चाहिँ बच्चालाई कसरी चाहिँ सुसंस्कार दिने भन्ने विषयमा चाहिँ मैले कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छु।
हजुर यो अहिले यो जुन समाजमा तपाईँ जानु भएको छ यो किशोर किशोरीहरूको कति धेरै समस्या आइरहेको हुन्छ त्यसलाई चाहिँ अहिले खुलेर समाजमा त्यो विषयमा चर्चा भइरहेको छैन अहिले पछिल्लो चरणमा त अलिकति भएको होला यसमा चाहिँ अहिलेको समयमा चाहिँ हजुरले कसरी त्यसलाई चाहिँ अगाडि बढाइरहनु भएको छ हामीले यो एउटा त सबभन्दा पहिले नेपालमा म पहिलो पुस्ताको चिकित्सकहरू मध्ये हुँ जसले यौन विषय पनि अलग्गै हुन्छ है खालि छाला तथा यौन भनेर जो राम्रो छ धेरै राम्रो छ र अर्को कुरा चाहिँ मलाई मेरो विषयसँग जोड्न मन लाग्यो सर होइन हजुर म यहाँलाई त्यही सोध्न खोज्दै थिएँ यहाँको बारेमा अलिकति जानु न हजुर म चाहिँ गर्भ संस्कार सम्बन्धी काम गर्दै आइरहेको छु मेरो क्षेत्र त अब सिग्नेचर एनालिस्ट पब्लिक स्पिकिङ कोच पनि हो र हजुरको विषयसँग पनि केही न केही इन्टरलेटेड चाहिँ हुन्छ जस्तो यो यौनसँग स्वास्थ्यसँग भयो भने ईश्वरले जुन सृष्टिको जुन प्राकृतिक एउटा संरचना निर्माण गरिदिनु भएको छ गर्भधारण को विषय छ यसमा चाहिँ हामीले एउटा गर्भावस्था शिशुलाई चाहिँ कसरी चाहिँ धरतीमा चाहिँ स्वस्थ र एकदमै संस्कारित कसरी हुन्छ एकदमै इन्टेलिजेन्स ल्याउने भन्ने विषयमा चाहिँ हामीले काम गर्दै आइरहेका छौँ अब यो पनि हाम्रो नेपाली समाजमा चाहिँ यो विषयमा मान्छेहरूलाई चासो पनि छैन त्यसमा चिन्तन पनि छैन यो पनि आवश्यक छ भने त्यसरी चाहिँ व्यवस्थित किसिमको चाहिँ अभ्यास भइरहेको छैन यो विषय जुन गर्भ संस्कार भनेर सुन्ने बित्तिकै हजुरलाई चाहिँ कस्तो लाग्यो सर अनि गर्भ संस्कार भन्ने मैले आज लगभग पहिलोचोटि सुनेको भन्दा नि हुन्छ अथवा मैले पहिले सुनेको भए पनि हाम्रो दर्शकहरूले त धेरैले मलाई त्यस्तो लाग्छ है आफ्नो विषय मात्र केन्द्रित भएर के हो यसको बारेमा आज पहिलोचोटि सुन्दैछ यो के हो यसको बारेमा अलिकति सुरुदेखि बताइदिनु हजुर गर्भ संस्कार भनेको चाहिँ दुईवटा शब्द मिलेर बनेको छ गर्भ र संस्कार गर्भ भन्ने बित्तिकै एउटा शिशु चाहिँ गर्भमा आउनु एउटा महिला चाहिँ आमा बन्न लागेको अवस्था भयो र संस्कार भन्ने बित्तिकै जुन चाहिँ नेचुरल प्रोसेसबाट ऊ जन्मिने जुन समय अवधि 9 महिनाको छ त्यो अवधिसम्ममा चाहिँ त्यो भित्र हुर्किँदै गरेको शिशुमा चाहिँ ज्ञान क्षमता उसमा चाहिँ विभिन्न तरिकाले चाहिँ उसभित्रको चाहिँ क्षमतालाई चाहिँ बढाउनको लागि एजुकेट गर्ने चाहिँ एउटा प्रक्रिया हो यसलाई चाहिँ संस्कार भनिन्छ संस्कार भनेको परिष्कृत गर्ने हामीले चाहिँ नयाँ कुनै पनि पुस्तक प्रकाशन भइसकेपछि नेक्स्ट भरमा त नयाँ संस्करण भनिन्छ नि त्यसलाई चाहिँ अपग्रेडेड गरिन्छ नि त्यस्तै तरिकाले बङ्गालीमा संस्कार सुधारलाई संस्कार भन्छ त्यही हो र यो चाहिँ हाम्रो सनातन धर्म संस्कार अनुसारको चाहिँ 16 संस्कार मध्येमा यो पनि पर्छ गर्भ संस्कार हैन त्यसपछि अगाडिको गर्भाधान संस्कार पनि पर्छ यो चाहिँ पुंसवन संस्कार आयुर्वेदमा त्यो छ हजुर पुंसवन संस्कार पर्छ सीमन्तोन्नयन संस्कार पर्छ यो चाहिँ नजन्मनु भन्दा अगाडि अहिले चाहिँ बेबी शावर भन्ने जुन खालको छ नि त्यो चाहिँ खाली एउटा चाहिँ फेसन मात्रै भएको छ त्यसले चाहिँ तात्विक रूपमा चाहिँ त्यो भित्र भएको शिशुलाई त्यति धेरै प्रभाव पर्छ भनेर बुझेको छैन खाली फेसनमा गइरहेको छ त्यसको नि केही न केही पोजिटिभ इम्प्याक्ट त पर्छ त्यसमा के गर्ने के नगर्ने भन्ने चाहिँ थाहा छैन कि अहिलेका बनेका आमा बुबा बन्दै गरेका बनिसकेकाहरूलाई चाहिँ र यसमा चाहिँ एकदमै सुव्यवस्थित तरिकाले सिकाउने एउटा चाहिँ विषय हो एउटा शिक्षा हो अच्छा यो संस्कारमा चाहिँ आमाहरूलाई सिकाइन्छ बाबुहरूलाई सिकाइन्छ कि बच्चाको गर्भकै रूपमा चाहिँ यसलाई चाहिँ वैज्ञानिक केही प्रविधिद्वारा उसको संस्कार विकास गर्न सक्ने बनाइने हो मैले आमा बुबा दुवैजनालाई नै हो सुरुवातमा चाहिँ बच्चाको गर्भमा प्रभावित गरेर होइन आमा बुबालाई सिकाउने किनभने बच्चा गर्भमा आइसकेपछि आमाले खाएको कुराहरू बच्चाले त्यही अनुसारले खाने उसले सुनेको कुराहरू त्यही अनुसारको प्रभाव पर्ने त्यस्तो मान्यता साइकोलोजिकल्ली चाहिँ उसमा चाहिँ प्रभाव पार्ने एउटा विधि हो यो तरिका हो यो कुनै धार्मिक कुनै पूजा विधि होइन यो चाहिँ साइन्टिफिक वेबाट चाहिँ यसलाई चाहिँ एकदमै प्र्याक्टिस भइरहेको छ यो चाहिँ सनातन संस्कृति धेरै प्राचीन नै हो तर अभ्यास चाहिँ नभएको हो यसमा चाहिँ बुवाले 3 महिना कमसेकम 3 महिना अगाडिदेखि नै खानपानदेखि लिएर उसको बानी बेहोराहरूलाई चाहिँ एउटा सन्तुलित बनाउने त्यस पछाडि चाहिँ आमाले चाहिँ 9 महिनासम्म र आमा बुबा दुवैजना सहकार्य गरेर चाहिँ यसमा चाहिँ एउटा सन्तुलित जीवनयापन कसरी हुन्छ खुसी कसरी हुन्छ राम्रो व्यक्तित्व यो धरतीमा ल्याउनको लागि चाहिँ गर्ने प्रयास हो यो चाहिँ सनातन आदि सभ्यता हाम्रो एउटा आर्य सभ्यतामा नै धेरै नै प्र्याक्टिस भएको छ अब मैले एउटा कुरो मैले अलिकति बुझ्न चाहेँ जस्तो यो पुरुषको चाहिँ त वीर्यदान गरेपछि त भूमिका सिद्धियो भनेर अहिले हाम्रो प्रजनन शास्त्रले चाहिँ त्यो कुरा बुझाउँछौँ हामीले पुरुषले त आफ्नो वीर्यमा भएको शुक्रकिट दिइसकेपछि जुन शुक्रकिटले बच्चा हुन्छ त्यसैबाट बच्चा हुने त्यहीँबाट जेनेटिक गुणहरू ट्रान्सफर हुने हो
र पुरुषको भूमिका त्यहाँ सिद्धिन्छ। खालि उसले पछि आफ्नो बच्चा पाउन लागेको श्रीमतीको स्याहार सुसार त्यसलाई कसरी हेर्ने अथवा स्याहार सुसार भन्दा नि उसको रेखदेखको स्वास्थ्यको कुराहरू हेर्ने अनि बच्चा जन्मिसकेपछि उसलाई चाहिँ राम्रो ब्रटअप दिनुको लागि हेर्ने कुरा मात्रै हो भने हामीले चाहिँ त्यसरी बुझेका छौँ। अब अनि आमाको रोल चाहिँ हुन्छ र कता कता मैले यो कुरो चाहिँ सुनेको हो। गर्भमा आमा हुँदाखेरि चाहिँ आमाले सुनेको कुरा, आमाले गर्ने व्यवहार, आमा दिउँसो सुत्ने राति सुत्ने यस्तो कुराहरूले प्रभाव पार्छ भन्ने कुरा चाहिँ मैले सुनेको मात्रै हो। मैले त्यसबारे मलाई धेरै नलेज छैन, मेरो विषय यो नभए हुनाले। तर मैले जस्तो यो महाभारतमै उत्तरा चाहिँ के गर्भमा परीक्षित भएको बेलामा त्यो कथा सुनेर चाहिँ त्यो सुभद्राले त्यही अब यस्तो अलिअलि नलेज छ तर छैन। चक्रव्यूहभित्र कसरी अभिमन्यु निस्केको आधा सुने अनि अभिमन्यु जन्मिँदाखेरि चाहिँ त्यो उहाँको भन्ने छ नि त होइन। त्यो चाहिँ सुनेको म अलिक पुरानै पुस्ताको आफ्नो धर्म संस्कृति पढ्न खोज्ने मान्छे भएको मैले त यति बुझाएको छु भने अरूहरूलाई बुझाइदिनुहोस्। यो चाहिँ प्राचीनमा धेरै उदाहरणहरू छ सर। जस्तो राम जन्मिने समयको कालखण्ड र रावण जन्मिने कालखण्ड धेरै फरक छैन, सँगसँगै जस्तै हो। राम पनि राजाकै घरमा जन्मिनु भएको, रावण पनि राजाकै घरमा जन्मिनु भएको। अझ राम त क्षेत्रीको घरमा जन्मिनु भएको, रावण त झन् ब्राह्मण समुदायमा जन्मिनु भएको हो। तर उहाँको रावणको आमा चाहिँ कैकसी र रामको आमाको नाम चाहिँ कौशल्या होइन, कौशल्या हुनुहुन्छ। र त्यो ब्राह्मण कुलमा चाहिँ कसरी राक्षस प्रवृत्ति भएको चाहिँ व्यक्तित्व जन्मियो र रामकोमा चाहिँ कसरी, दशरथकोमा चाहिँ कसरी राम जन्मियो भने चाहिँ यसमा चाहिँ गर्भ संस्कारको धेरै नै अभ्यास भएको चाहिँ भनेको मतलब रावण त ब्राह्मण थियो भन्ने मैले पनि कतै कतै सुने हो, ब्राह्मण। तर यहाँले भन्न खोज्नु भएको चाहिँ त्यो जन्मजात सबै कुरा हुने भन्दा पनि उसको यो यहाँले भने जस्तै यो संस्कारले चाहिँ उसको पछिको नेचरलाई प्रभावित गर्छ। एकदमै अघि हजुरले पिताको चाहिँ भूमिका वीर्यदानसँग मात्रै हुन्छ भन्नुभयो नि त, त्यो टाइमिङले पनि विशेष अर्थ राख्ने रहेछ। यो वीर्यदान कतिखेर भएको भन्ने कुरा अनुसार बच्चा चाहिँ हुनसक्छ। हजुर, आयुर्वेदले पनि धेरै कुराहरू बताएको छ। आयुर्वेद धेरै जस्तो औँसीमा, पूर्णिमामा होइन, एकादशीमा यस्ता, अनि साँझको टाइममा होइन, दिउँसोको टाइममा गर्भधारण भयो भने त्यसको चाहिँ बाट जन्मिने बच्चाहरू चाहिँ राम्रो नहुने भन्ने कुराहरू चाहिँ बताइएको थियो। र उहाँको जुन रावणको बुवा हुनुहुन्थ्यो नि, त्यो बेलामा चाहिँ उहाँलाई थाहा थियो क्या गर्भ संस्कारको चाहिँ यो टाइमिङ चाहिँ छैन भनेर भन्दाखेरि पनि उहाँ त कैकसी भनेको त उहाँ पनि अलिकति राक्षस प्रवृत्तिकै व्यक्तित्व हुनुहुन्थ्यो कैकसी। अनि त्यो चाहिँ राइट टाइम नहुँदाखेरि चाहिँ उहाँको जबरजस्ती जो चाहिँ रावणको आमाको जबरजस्तीको टाइमले चाहिँ त्यो टाइममा चाहिँ गर्भधारण गर्दाखेरि गर्भ संस्कारको सही उपयोग भएको थिएन। त्यसपछि चाहिँ राक्षस प्रवृत्ति जन्मिनु भएको हो। र त्यस पछाडि पनि अरू पनि कुम्भकर्ण पनि जन्मिँदाखेरि पनि गर्भ संस्कार भएन। त्यसपछि उहाँको बुवा हुनुहुन्छ नि त होइन, रावणको बुवा, उहाँले चाहिँ थाहा पाउनुभयो यो एकदमै हाम्रो कुलको त नाशक नै भयो, अब चाहिँ हामीले गर्भ संस्कारको सही उपयोग गर्नुपर्छ भनिसकेपछि बल्ल विभीषण जन्मेको हो। र रामको जीवन कालखण्डमा चाहिँ उहाँ जन्मिनुभन्दा अगाडि धेरै अगाडिदेखि नै उहाँका अझ दिलीप लगायतका, दशरथ लगायतको व्यक्तित्व अगाडिदेखि नै तपस्वीहरू हुनुहुन्थ्यो। तपस्वीकै कारणले गर्दाखेरि पनि यस्तो जन्मेको। र उहाँले चाहिँ रामको चाहिँ गर्भधारण भइसकेपछि उहाँले चाहिँ दरबारको खानपिन पुरै त्याग्नु भएको थियो। दरबारमा त अरूले दिएका अथवा जनताबाट आएको नै चिज खाने हो। त्यसमा भावनामा मिसावट त्यो आउँछ, भाइब्रेसनहरू, नेगेटिभ भाइब्रेसनले पनि हुनसक्छ भनेर उहाँले चाहिँ आफ्नो गुरु वशिष्ठको आश्रमबाट चाहिँ खानाहरू खाएर म सन्त एकदम शान्त आदर्श व्यक्तित्व चाहिँ म सन्तान जन्माउँछु भनेर उहाँले त्यो प्रकारको। अनि अर्को उदाहरण पनि म हजुरलाई दिन चाहन्छु, जुन चाहिँ अघि मैले राम र रावणको कुरा भने। अनि प्रहलाद जन्मिने जुन परिवार छ उहाँ चाहिँ फेरि राक्षसी कुलमा जन्मिनु भएको हो कि, हिरण्यकशिपुको छोरा हो नि त। र उहाँको चाहिँ अब उहाँ विष्णुको पुरा राक्षसकै हो नि त, हो त मलाई थाहा। त्यो घरमा कसरी चाहिँ आयो त प्रहलाद हैन, भक्त कसरी जन्मियो? इन्ट्रेस्टिङ। हजुर, साइन्सले पनि अहिले यो पत्ता लगाएको छ, इपिजेनेटिक्स थ्योरीको जुन अहिले अवलम्बन गरिरहेको छ, यसले चाहिँ डिएनएबाट आउने जेनेटिकली कुराहरू हुन्छ, त्यसले चाहिँ एक्सप्रेसन जुन डिएनएको जुन गुणहरू छ त्यसलाई एक्सप्रेसन रोक्न पनि सकिन्छ भनिएको छ कि। त्यो चाहिँ गर्भ संस्कारको माध्यमबाट आमा बुबाले खानपान, विशेष गरी आमाले गरेको खानपानको माध्यमबाट, सोच विचारको कारणले गर्दाखेरि ध्यान साधना, जप र एकदमै म्युजिकहरू राम्रो राम्रो सुन्ने, धेरै नेगेटिभ वातावरण नबस्ने गर्दाखेरि चाहिँ इपिजेनेटिक्सको जुन थ्योरीकोबाट चाहिँ जुन डिएनए
स्टोमेकमाबाट जुन प्रकारको एक्सप्रेसन हुन्छ अथवा कतिपय रोगहरू पनि बुवाको माध्यमबाट आइरहेको छ भने त्यही रोक्नको लागि पनि यो प्रकारको गर्भ संस्कारले गरिन्छ भनेर साइन्सले पनि यो कुरा अथवा मैले यसो भने म गल्ती हुन्छु बुवाको चाहिँ सही ठिक हुन्छु कि हुन्न भन्ने मैले खोजेँ यो बुवाको चाहिँ गर्भधान गर्ने बेलाको उसको चाहिँ खानपिन जो वीर्य उत्पादनको अगाडिको बेलाको खानपिन उसको 3 महिना चाहिँ एकदमै ख्याल गरे राम्रो हुन्छ नेचर त्यसले जो माने गर्भधान गर्न पनि प्लानिङ गर्नुपर्छ भन्ने अहिले प्लानिङ भन्छौँ नि हामी अहिले प्लानिङ भने चाहिँ हामीलाई उपयुक्त भएर प्लानिङको कन्सेप्ट अहिले पनि आएको देख्छु म तर यति डिपमा चाहिँ बुझेको जस्तो देख्दिनँ पिताको पनि प्लानिङ हुनु पर्यो अनि माताको त गर्भधारण भइसकेपछि हुनु पर्यो बरु त्यसरी पो बुझ्दा यहाँ चाहिँ के भनिन्छ भने जन्मेपछि चाहिँ आमा भयो भन्छन् क्या हाम्रो गर्भ संस्कारको चाहिँ हाम्रो थ्योरीबाट हाम्रो प्र्याक्टिसबाट के भन्छ जब हामी चाहिँ अब बच्चा जन्माउने है भनेर जुन दिन सोध्छौँ नि त्यो दिनदेखिबाट तपाईँ हामी जो चाहिँ गर्भधारण अथवा बच्चा जन्माउन लागेको छ आमा बुवा त्यतिखेरदेखि नै बच्चा तपाईँको मस्तिष्कमा आइसक्यो त्यो चाहिँ टेक्निकल्ली प्राविधिक रूपमा चाहिँ एउटा नआएको मात्रै हो त्यो बेलादेखि चाहिँ सोच विचार कस्तो बच्चा जन्माउने हैन कस्तो प्रकारको चाहिँ बानी व्यवहार भएको कस्तो किसिमको सोच विचार भएको यो समाजलाई कस्तो आवश्यक परेको छ भन्ने कुराहरू चाहिँ एकदमै एउटा भिजन चार्ट बोर्ड बनाएर चाहिँ राम्रोसँग चाहिँ एउटा प्रोग्रामिङ गरेर चाहिँ त्यो प्रकारको चाहिँ तयारी गर्यो भने चाहिँ बल्ल त्यो चाहिँ प्लानिङ प्रेग्नेन्सी प्लानिङ भन्ने हुन्छ क्या अहिले त अन्धाधुन्दा होइन कोही चाहिँ हनिमुन जाँदाखेरि होटलमा जाँदाखेरि काहीँ चाहिँ त्यतिकै पनि ओहो म त प्रेग्नेन्सी भएछु होइन अपरचोट पछि ओहो म त बच्चा जन्माउने भएछु भने त्यो चाहिँ सरप्राइजिङ भइरहेको छ त्यो सरप्राइजिङबाट आएको बच्चाहरू चाहिँ जस्तो सुकै आत्मा पनि आउन सक्छ अब मैले यो भन्न चाहेँ भने कि बच्चा पाउनको लागि नै प्रपर प्लानिङ हुनुपर्छ अनि त्यस कारण यौन सम्बन्धको पनि एउटा निश्चित टाइमिङ सीमा त्यसको हुनुपर्छ ताकि जुन बेला पनि गर्भ बस्यो भने त्यो गर्भलाई कायम नराख्ने आधुनिक सिद्धान्त पनि केही हदसम्म ठिक हो भन्ने पनि म ठिक बोलेँ हजुर एकदमै हजुरले सही भन्नुभयो अब ओभुलेसनको टाइम पनि त डक्टरले भनिरहनु भएको हुन्छ कतिपय टेक्निकली कुराहरू पनि आइरहेको हुन्छ त्यो टाइममा चाहिँ हामीले चाहिँ गर्भ संस्कार साँच्चीकै कोही व्यक्ति चाहिँ गर्भ संस्कार गर्ने हो भने चाहिँ उसले ज्योतिषलाई भेट्नुपर्ने हुन्छ ज्योतिषमा चाहिँ उसको कुण्डलिनी देखाएर चन्द्रमाको अवस्था बृहस्पतिको अवस्थाहरू बुझेर चाहिँ यो टाइम चाहिँ उसको लागि ठिक छ कि छैन भन्ने चाहिँ हेरेर त्यो कालगणनाहरू बुझेर गर्दाखेरि चाहिँ त्यो एकदमै राम्रो हुने गर्छ अर्को रूपमा चाहिँ जस्तो यो कालगणना ज्योतिषसँग किन देखाउने भन्ने कुरा कतिले गर्न सक्छन् होइन मैले नै किन नदेखाएको कोही म ज्योतिषमा केही हदसम्म विश्वास गर्छु तर अर्को मेरै पुस्ताको गर्दैन म पनि पुरा रूपमा त्यही सबै कुरो होइन भन्छु होइन त्यस्तो कुरो होला तर यो के ग्रह नक्षत्र हाम्रो चाहिँ जुन सनातन मान्यताको पूर्वीय दर्शन अनुसारको ग्रह नक्षत्रको पोजिसन घडी पलाहरू अनुसारको त्यो पोजिसन चाहिँ त्यो मान्छेको सम्पूर्ण प्रणालीमै परिवर्तन ल्याउन सक्ने हो भन्ने छ यो कुरा पनि जोडिया छ भन्ने बुझ्दा हजुर यो चाहिँ व्यक्ति भनेको त साइकोलोजिकल इम्प्याक्ट परिरहेको हुन्छ सबै ग्रहको प्रभावहरू त उसको शरीरमा विभिन्न हात खुट्टामा पर्ने होइन उसको त मानसिकतामा पर्ने हो नि त अब मानसिकतामा पर्दाखेरि एकदमै विशेष गरेर कोही मान्छे चाहिँ औँसी अथवा पूर्णिमामा विशेष गरेर जन्मिएको व्यक्ति छ भने उसलाई चाहिँ एकादशी पूर्णिमाको टाइममा चाहिँ एकदमै मन चञ्चलता भइरहेको हुन्छ किनभने हामीले यसो बुझिरहेको हुन्छौँ कि पूर्णिमाको समयमा चाहिँ पृथ्वीमा सागरमा चाहिँ ज्वारबाट आइरहेको हुन्छ होइन उसको मानिसको भित्र भएको पनि भावनाहरूमा त्यत्तिकै तरङ्गहरू आइरहेको हुन्छ त्यो बेलामा यदि आमा बुबा चाहिँ दुःखी भएको समयमा चाहिँ बच्चा बस्यो भने होइन एग्रेसिभ भइरहेको दिनभरि चाहिँ कुनै सासु र बुहारी बिच झगडा परेको थियो अथवा छिमेकीसँग चाहिँ स्ट्रेस भइरहेको थियो त्यस्तो केही किसिमको अवस्था भएको छ त्यो बेलामा चाहिँ गर्भधारण भयो भने त्यो बच्चामा चाहिँ राम्रो किसिमको चाहिँ हुँदैन साइकोलोजी इम्प्याक्ट चाहिँ एकदमै नेगेटिभ पर्छ त्यसैले प्रि प्लानिङ गर्ने हो भने चाहिँ त्यो टाइमिङ चाहिँ उसको चाहिँ चन्द्रमाको अवस्थादेखि लिएर धेरै कुराहरू चाहिँ विचार गर्यो भने साँच्चीकै यदि गर्भ संस्कारै गर्यो भने चाहिँ यस्ता कुराहरू चाहिँ विचार गर्दा अझ राम्रो हो अहिलेको आधुनिक चिकित्सा विज्ञानमा पनि सेटल्स मेथड भन्ने एउटा कुरा आएको छ कि छोराछोरी कसरी जन्म जस्तो आयुर्वेदको एउटा मान्यता छ चाइनिज क्यालेन्डरको पनि एउटा मान्यता छ होइन अनि हाम्रो जुन यो अहिले पश्चिमी मोडर्न मेडिसिन भनौँ न त्यहाँ पनि अब यौन प्रजनन स्वास्थ्यले चाहिँ अहिले धेरै पत्ता लागिसकेको अवस्था छ सेटल्स भन्ने एउटा वैज्ञानिकले 1960को दशकतिर चाहिँ आएर चाहिँ यो छोरा हुन सक्ने सिद्धान्त के खाँदाखेरि चाहिँ उहाँले वैज्ञानिक अब यहाँ आज म त्यो विषयमा धेरै गइनँ उहाँले वैज्ञानिक रूपमा चाहिँ के खाँदाखेरि शरीरमा अनुकूल परिवर्तन आएर चाहिँ छोरा जन्मिन सक्छ के खाँदा छोरी जन्मिन सक्छ अनि जेनेटिक रूपमा पनि कुन कुन जिनहरू कति जस्तो अहिले हामीले विभिन्न देख्छौँ नि अर्टिस्टिक बच्चाहरूको पहिचान भइरहेछ यो त्यो कुरासँग
त्यही कुरा चाहिँ यहाँ अहिले नयाँ विज्ञानमा प्रतिफलित भएको भनौँ भने म गल्ती हुन्छु? जस्तो गर्भ संस्कारले चाहिँ छोरा जन्माउने अथवा छोरी जन्माउने भनेर चाहिँ अनुमोदन गर्दैन होइन। छोरा र छोरी दुइटै नै समान हुनु आफैमा जन्माउने नियन्त्रण गर्ने भनेर मैले त्यसले प्रभाव पार्छ भनेर भन्ने आधारमा उसले निष्कर्ष छोराछोरी पाउन चाहनेलाई त्यो एउटा गाइडेन्स दिन मिल्ने निकालेको छ उहाँ होइन। आयुर्वेदमा पनि छ गर्भ संस्कारमा चाहिँ पुंसवन संस्कार, पुंसवन संस्कार भनेको पनि लगभग गर्भ त्यसमा चाहिँ औषधिहरू हुन्छ होइन। त्यसमा चाहिँ त्यसमा आध्यात्मिक त्यो चेतसँग जोडिएको चिकित्सकीय मान्यता चाहिँ यो हो जोसँग वास्तवमा संस्कारमा छ। गर्भ संस्कारकै अङ्ग एउटा हो। गर्भ संस्कारमा 3वटा एउटा आयुर्वेदिक जडीबुटीहरू हुन्छ, त्यसको चाहिँ थोरै मात्रामा चाहिँ बनाएर औषधि बनाएर सुँगाउनु पर्ने भन्ने हुन्छ कि त्यो संस्कारमा होइन। जस्तो चाहिँ गिलोय भन्ने हजुरले सुन्नुभयो होला होइन। त्यसकोमा चाहिँ बढीभन्दा बढी चाहिँ आयुर्वेदिक रूपमा चाहिँ रोगसँग लड्न सक्ने क्षमता छ भनेर चाहिँ हामीले पढिरहेको छ, त्यसको उपयोग पनि भइरहेको हुन्छ। अनि सुँग्दाखेरि खाँदा त्यसको असर पर्न सक्छ। सुँग्दाखेरि चाहिँ उसभित्र जुन गर्भवती महिलाले चाहिँ सुँग्दाखेरि मेरो बच्चा चाहिँ यति धेरै रोगसँग लड्न सक्ने क्षमता भएको स्वस्थ बच्चा जन्मोस् भन्ने एउटा इमोसनल पनि आउने भयो। अर्को कुरा चाहिँ बर पिपलको पनि जोडी चिज छ त्यसमा होइन। बर साइकोलोजी बढी छ यसमा सर है। बर जति धेरै फैलिन्छ त्यसले धेरै व्यक्तिहरूलाई चाहिँ एउटा शीतलता प्रदान गर्न सक्छ। त्यसपछि आयुर्वेदिक धेरै गुण छ। त्यसै गरेर यो जन्मिने बच्चा चाहिँ मेरो मात्रै नभएको एउटा सारा विश्व जगतकोलाई चाहिँ एउटा राम्रो देशको लागि समाजको लागि विश्वको लागि जन्मोस् भन्ने त्यो अभिप्राय एउटा साइकोलोजिकली अनुमोदन गर्ने खालको चाहिँ प्र्याक्टिस होला सायद। तर यसमा चाहिँ त्यसमा चाहिँ नाकमा यो नाकबाट सुँग्दाखेरि छोरी योबाट सुन्दा छोरी भन्ने खालको चाहिँ त्यो अभ्यास छ। तर त्यो चाहिँ साइन्टिफिकल्ली प्रुभ नभएको भएर त्यति धेरै चाहिँ हामीले यसलाई चाहिँ बढी अनुमोदन साइन्टिफिकल्ली प्रुभ हुन त एउटा अर्गनाइज शिक्षा चाहिएला। त्यो त्यसमा तर आयुर्वेदले त्यो कुरा चाहिँ भन्छ कि सुन्दाखेरि दाहिनेबाट देब्रेबाट सुन्नुपर्छ भन्ने छ। त्यही कुरा मैले भन्नु लागेको, मैले आफ्नो विशेषमा रिलेट गरेर भन्नु लागेँ। त्यो के भनेदेखि जस्तो हाम्रोमा पनि हाम्रो यौन चिकित्साको क्षेत्र हुने यार्सा गुम्बा अथवा पाँचौँले वा अश्वगन्धा आदि इत्यादि जुन प्रोडक्टहरू छ नि त शिलाजितहरू यिनीहरूको भूमिका चाहिँ प्रमुख देखिएको हुन्छ होइन। यिनीहरूले चाहिँ यौन ऊर्जालाई चाहिँ बढाउँछ भनेर देख्छन्। त्यो वास्तवमा तत्कालै त्यो भाइग्रा जस्तो इफेक्ट गर्ने हो कि होइन भन्ने कुरामा फेरि अर्को उसमा जाउँला। तर तिनीहरू त अझ राम्ररी भित्रैबाट शरीरको बिग्रेको कुराहरूलाई सुधार गरेर सम्पूर्ण ऊर्जा बढाउँदै यौन ऊर्जालाई चाहिँ अलिक बढाउनलाई यार्सा गुम्बाको बढी महत्त्वपूर्ण हुन्छ भनेर अहिले विभिन्न औषधिहरू पनि निस्किन थालेको अवस्था छ। त्यस्तै कुरा गर्न खोज्नु भएको त्यो नलेजलाई अहिले फेरि आधुनिक बनाउन यार्सा गुम्बामा त अहिले त्यो महँगो भएर विश्वव्यापी रूपमा गइसकेको छ होइन। त्यो यार्सा गुम्बा किन प्रचलित भयो भन्दा परम्परागत मान्यताबाटै आएको हो नि त, त्यसलाई स्वीकार गरेको हो नि आधुनिक साइन्स। त्यस्तै यहाँले पनि यो पुंसवन विधिलाई चाहिँ आधुनिक सोच भएको मान्छेले पनि बुझ्न जरुरी छ भने अहिले चाहिँ सर हजुर भन्नुहोस् त। होइन मैले भनेको यसको औपचारिक शिक्षाको अथवा यसको औपचारिक यो क्षेत्रको चाहिँ रिसर्चहरू भएदेखि अझ राम्रो हुन्थ्यो होला होइन। यसको एकदमै व्यापक भइरहेको छ सर होइन। विशेष गरेर इन्डियामा कुरा गर्नु पर्दाखेरि चाहिँ गुजरातमा यसको धेरै व्यापक चाहिँ विभिन्न सङ्घ संस्थाहरूले चाहिँ अनलाइनबाट विभिन्न बुकहरू प्रोडक्सन गरिरहेको छ। अनलाइनमा एप्सहरू माध्यमबाट गरिरहेको छ। हामीले पनि एउटा सुरुवात गरेका छौँ शुभ सृष्टि गर्भ संस्कार भनेर। नेपालमा चाहिँ के भएको छ मलाई त्यो यसमा त्यति धेरै प्र्याक्टिस नै छैन। अब जस्तो डक्टरहरूमा गयो भने चाहिँ यो बेला चाहिँ राम्रोसँग राम्रो कुराहरू सुन्नु, धेरै स्ट्रेसमा नबस्नु, पुस्तकहरू पढ्नु, भागवतहरू सुन्नु, यस्तो साधारण तरिकाले भनेको छ। तर व्यवस्थित रूपमा चाहिँ अर्गनाइज चाहिँ भइरहेको चाहिँ छैन सर। यो गर्न चाहिँ एकदमै जरुरत छ। अनि अर्को कुरा किन जरुरत छ भन्दाखेरि अहिलेको जेनेरेसनको चाहिँ बच्चा भनेको चाहिँ कि एउटा हुन्छ मुस्किलले दुईवटा, त्योभन्दा बढी त हुँदैन। अब त्यो जन्मिने बच्चा चाहिँ भोलिको दिनमा चाहिँ देशमै बस्ला कि विदेशमा जाला कि मलाई हेर्ला कि नहेर्ला कि भन्ने एउटा कस्तो पनि सशङ्कित रूपमा समाज हुर्किरहेको छ नि। त्यस कारणले गर्दा चाहिँ अहिले विश्वव्यापी रूपमा चाहिँ प्लान्ट बेबी जनाउने, कन्सियस प्लान्ट बेबी जनाउने खालको चाहिँ भइरहेको छ। यसको अवधारणा त्यही नै हो। एउटा भए पनि एकदमै सर्वश्रेष्ठ होस् के। अहिले हामीले चाहिँ आफ्नो संस्कारहरूलाई बोकेको हुन सकोस्, आफ्नो मान्यताहरूप्रति होस् भन्ने कुरा माने राम्रो संस्कार लियोस्, आफूलाई हेर्ने होस्, समाजलाई हेर्ने होस्, देशलाई हेर्ने होस्। अझ भन्यो भने अहिलेको युगमा चाहिँ यो समाजमा चाहिँ कुन चाहिँ प्रकारको समस्या छ होइन। हामीले त खालि जन्माउनुको लागि मात्रै जन्माए हुन्छ तर उसमा चाहिँ उसले चाहिँ के गरोस् भनेर सोचेका हुँदैनौँ क्या। अहिले हेर्नु न कत्रा समस्याहरू छ। जस्तो HIV सम्बन्धी कति धेरै विश्वव्यापी समस्या छ। यसलाई चाहिँ समाधान गर्ने एउटा यस्तो खालको चाहिँ औषधि विज्ञान पत्ता लगाउने मेरो सन्तान होस्
होइन यो देशलाई चाहिँ एउटा नियन्त्रण गर्ने नेतृत्व गर्ने खालको चाहिँ एउटा राम्रो नेतृत्व गर्ने व्यक्ति जन्मियोस्, राजनीतिज्ञ बनोस्, मेरो सन्तान चाहिँ मेरो मात्र नभइकन चाहिँ ओल्डको होस्, विवेकानन्द जस्तो होस्, होइन त्यस्तो खालको चाहिँ एउटा ठुलो बिग थट्स राखेर चाहिँ जन्माउने खालको चाहिँ एउटा कन्सियस चाहिँ छैन र यसले चाहिँ त्यो ल्याउन सक्छ, अवधारणा ल्याउँछ। अनि मैले यहाँले के संस्थाको नाम भन्नुभएको थियो? शुभ सृष्टि गर्भ संस्कार सर। शुभ सृष्टि गर्भ संस्कार। अब शुभ सृष्टि गर्भ संस्कार किन स्थापना भएको र यसको चाहिँ आगामी योजना के छ? यसले चाहिँ बालबालिकाहरूलाई चाहिँ कसरी हुन्छ सुसंस्कारित, ह्याप्पी, होइन स्वस्थ रूपमा चाहिँ एकदम इन्टेलिजेन्स बच्चा जन्माओस् भन्ने चाहिँ अवधारणा हो। र एउटा वर्ल्ड हेल्थ अर्गनाइजेसन, विश्व स्वास्थ्य सङ्गठनले पनि स्वस्थ व्यक्ति भनेर चाहिँ के भनेको छ भने शारीरिक रूपमा, मानसिक रूपमा, सामाजिक रूपमा र भावनात्मक रूपमा स्वस्थ भएको आध्यात्मिक रूपमा भन्ने पनि आध्यात्मिक सामाजिक जोडिएको छ, होइन त्यो मात्रै कम्प्लिटली स्वस्थ व्यक्ति भनेर चाहिँ अवधारणा गरेको छ। र त्यसको चाहिँ विकास हामीले जन्मेपछि चाहिँ स्वस्थताको परिभाषाभित्र राख्ने होइन कि जन्मनुभन्दा अगाडि नै उसमा चाहिँ सामाजिक, आध्यात्मिक, मानसिक रूपमा, बौद्धिक रूपमा सबै रूपमा चाहिँ विकास गर्नको लागि चाहिँ हामीले एउटा 4वटा क्वेसनको चाहिँ डेभलप गर्नको लागि चाहिँ हामीले अनलाइन माध्यमबाट चाहिँ प्र्याक्टिस गराउँछौँ है। आइक्यू, एसक्यू, पिक्यू, होइन इक्यू भनेर, होइन एसक्यू भनेको चाहिँ स्पिरिचुअल, होइन पिक्यू भनेको फिजिकल, इक्यू भने इमोसनल, आइक्यू भने इन्टेलिजेन्स। यस 4वटा पिलरमा चाहिँ बच्चालाई चाहिँ बच्चाको आमाको गर्भमा रहँदाखेरि चाहिँ आमालाई कुन कुन कुराहरू सिकाउने, कुन कुन पुस्तकहरू पढ्ने, बिहान कति बेला उठ्ने बित्तिकै के गर्ने, होइन अनि त्यसपछि कति बेला खाने, त्यसपछि ध्यान कति बेला गर्ने, कुन मन्त्र जप्ने, रागहरू सुन्ने हुन्छ क्या, विभिन्न रागहरू, राग भैरवी लगायत धेरै कुरा रागहरू सुन्ने। त्यसो गर्दाखेरि चाहिँ अब कस्तो खालको चाहिँ बच्चा जन्माउने, एकदमै इन्टरप्रेनरसिप जन्माउने हो कि साइन्टिस्ट जन्माउने हो कि त्यस्ता व्यक्तिहरू प्लानिङमा चाहिँ त्यो सबै लेख्नुपर्छ सर। अनि लेखिसकेपछि अनि हामी चाहिँ आमालाई चाहिँ बेबी टकिङ भन्छ, गर्भ संवाद भन्छ, मेरो बच्चा चाहिँ यस्तो होस् भनेर चाहिँ उसलाई चाहिँ एउटा टाइम पुग्छ, होइन 3 महिना 4 महिनापछि चाहिँ उसमा चाहिँ बच्चाहरूमा चाहिँ सुन्न सक्ने, उसको कानको विकास भइरहेको हुन्छ, सिक्न सक्ने विकास भइरहेको हुन्छ। अहिले त एउटा यस्तो बुक पनि बनेको छ, द सिक्रेट लाइफ अफ अनबर्न चाइल्ड भन्ने एउटा बुक पनि प्रकाशन भएको छ। बच्चाले चाहिँ सङ्गीतलाई सुन्ने, त्यसपछि सुनिसकेपछि प्रतिक्रिया दिने, सिक्न सक्ने, विभिन्न भाषाहरू सिक्न सक्ने, र त्यो जन्मिसकेपछि फेरि त्यहीसँग रिलेटेड चाहिँ कुराहरू चाहिँ छिटो सिक्न सकिन्छ। जस्तो तपाईँ हामीले देखेका छौँ नि, नेवारी कम्युनिटीमा जन्मेको बच्चाहरू कति छिटो नेवारी सिक्छन्, होइन अमेरिकन बच्चाहरू कति छिटो अमेरिकन ल्याङ्ग्वेजहरू सिक्न सक्छ, इङ्ग्लिस ल्याङ्ग्वेज सिक्न सक्छ। भनेपछि बच्चाले चाहिँ गर्भ नहुँदाखेरि चाहिँ उसले बढीभन्दा बढी सुनेकै कुराहरू नै सिक्ने रहेछ नि त। हजुर। अनि मलाई एउटा कुरा लाग्यो के भने यो त अत्यन्त महत्त्वपूर्ण जस्तो लाग्यो मलाई अहिले यहाँको कुरा सुन्दाखेरि। हजुर सर। यो महत्त्वपूर्ण कुरालाई अब यहाँले एडभोकेसी गरिरहनु भएको छ, मैले त्यो बुझेँ, होइन तर यहाँले एडभोकेसी गर्नलाई पनि अझ अरू फेरि हाम्रो विषयमा जस्तै हामी अहिले के कुरामा यो यौन चिकित्सकहरू हामीलाई के महसुस भइरहेछ भनेदेखि हामीले मात्रै भनेर पुगेन, सङ्गठित रूपमा चाहिँ यो यौन स्वास्थ्यको बारेमा जानकारी दिने अर्को पुस्ता चाहियो, अर्को चिकित्सकहरू चाहिँ उत्पादन गर्नुपर्छ, त्यसलाई शिक्षाको आवश्यक छ भने यहाँहरूको विधामा पनि त्यस्तोको शिक्षाको आवश्यकता कुनै संस्थाबाट कसरी गर्नुपर्छ, यहाँको के छ, के सल्लाह? हामीले चाहिँ यस्तो व्यक्तित्वहरू चाहिँ जन्माउने अझ बढी ट्रेनरहरू क्रिएट गर्ने भनेर अहिले त्यसरी सोचेका छैनौँ, होइन हामीले चाहिँ कसरी हुन्छ नेपालका जो अब आउने जेनेरेसन छ कसरी हुन्छ देशको लागि, होइन समाजलाई कसरी चाहिँ सात्विक बच्चा कसरी हुन्छ, राम्रो सदाचारी व्यक्तित्वहरू जन्माउने भन्ने कुराहरू चाहिँ त्यो बारेमा चाहिँ सोचिरहेका छौँ। र यसलाई चाहिँ सङ्गठित बनाउनको लागि चाहिँ हामीसँग धेरै व्यक्तित्वहरू चाहिँ चाहिन्छ। हामीलाई योगा टिचर चाहिन्छ, त्यस्तै गरेर गाइनोकोलोजिस्ट चाहिन्छ, त्यस्तै गरेर आयुर्वेदिक डक्टरहरू चाहिन्छ, होइन त्यस्तै गरेर पोषणविदहरू चाहिन्छ। यी समग्रको टिम बनाएर ज्योतिषहरू, पण्डितहरू सबैलाई चाहिँ समग्रमा लिएर चाहिँ हामी चाहिँ एकदमै साइन्टिफिक र हाम्रो जुन चाहिँ वेद र विज्ञानलाई जोडेर चाहिँ लान। अब यसमा मैले एउटा कुरो भने जस्तो यौन व्यवहार उसको कति सन्तुलित र कति रहन्छ भन्ने कुराको पनि निर्धारण गर्न सक्ने चाहिँ किसिमको संस्कार हुनुपर्छ। किनभने धेरै जसो सामाजिक विकृतिको कारणहरू, पारिवारिक विकृतिको कारणहरू, पारिवारिक द्वन्द्वहरू कारणहरू चाहिँ यौन व्यवहार मान्छेको सन्तुलित नभएको कारणले हो। यौन चाहिन्छ पनि तर व्यवस्थित कसरी गर्ने भन्ने थाहा छैन भन्दाखेरि त्यस्तो व्यवहारलाई सन्तुलित गर्न पनि यो
यो गर्भ संस्कारले हुनसक्छ भनेर मैले अलिकति आग्रह साथ केही हजुर एकदम सही र एकदमै राम्रो प्रश्न गर्नुभयो। अहिले चाहिँ मेडिकल साइन्सले चाहिँ के भन्छ भने गर्भधारण भइसकेपछि 3 महिनासम्म चाहिँ तपाईँहरूले चाहिँ यौन व्यवहार गर्न मिल्दैन होइन, भर्सक नगर्नु र लास्ट 3 महिना नि भर्सक नगर्नुहोस् होइन भन्नुभएको छ। अनि बिचको टाइम चाहिँ एकदम सेफ टाइम हो, त्यो बेला चाहिँ गर्नुहोस् भनेर भनिन्छ। तर गर्भ संस्कारले चाहिँ र आध्यात्मिक विज्ञानले चाहिँ यसलाई चाहिँ रोक्छ सर, र वर्जित गरे। किन त भन्दाखेरि त्यो बेलामा चाहिँ जुन इन्टरकोर्स अथवा त्यो यौन व्यवहार गर्यो भने 3 महिनापछि चाहिँ उसको चाहिँ इमोसनल डेभलप हुँदै गइरहेको हुन्छ, उसमा चाहिँ न्युरोन्सहरूको चाहिँ कनेक्सन डेभलप भइरहेको हुन्छ। उसले चाहिँ भले उसले नबुझे पनि उसको चाहिँ सबकन्सियस माइन्ड डेभलप भइरहेको हुन्छ। त्यसमा चाहिँ गएर यो विषय चाहिँ नेगेटिभ वेबाट चाहिँ बसिरहेको हुन्छ र यसले चाहिँ पछि चाहिँ जन्मिसकेपछि चाहिँ अनटाइमली अथवा यौन व्यवहार जुन बेलामा हुनुपर्ने जुन ब्रह्मचर्य हामीले चाहिँ अवधारणा छ नि त्यसमा चाहिँ असर पर्छ। त्यसैले चाहिँ गर्भ धारण भइसकेपछि त्यो चाहिँ एउटा जीवित जागृत व्यक्तित्व हो भनेर चाहिँ त्यसलाई चाहिँ सम्मानको साथ त्यो एउटा भगवानको अस्तित्व आएको छ, दैवी शक्ति आएको छ भने चाहिँ यसलाई रेस्पेक्टेड वेबाट चाहिँ हामीले चाहिँ संस्कारित र पालन पोषण गर्नुपर्छ भने चाहिँ गर्भ संस्कारले भन्छ। यसलाई चाहिँ वर्जितै गर्नुपर्छ। ब्रह्मचर्य भने चाहिँ फेरि यौन सम्पर्क नराख्ने कुरा चाहिँ होइन, मैले हामीले व्यवस्थापन, ब्रह्मचर्य चाहिँ व्यवस्थापन हो। त्यसकारणले गर्दाखेरि हामी फेरि यो दोस्रो त्रैमासिक जुन गर्भधारण गरेर त्यतिखेर यौन सम्पर्क गर्नुहुन्छ भनेर किन भनिएको भन्ने बारेमा फेरि हाम्रो विज्ञानमा चाहिँ अलिक छ, त्यो बारेमा हामी कुनै दिन छलफल गर्छौँ। यहाँले आफ्नो तर्क दिनुभयो, असाध्यै मलाई लाग्यो, म पनि अध्ययन गर्छु। हामी फेरि आफ्नो विषयबाट त अध्ययन गरेको छु, यहाँको विषयबाट म हेरौँला। त्यस्तै यहाँले पनि हाम्रो विषयमा पनि अलिकति अध्ययन गरिदिन म अनुरोध गर्छु र त्यो गरेर हामी फेरि अर्को कार्यक्रमहरूमा कुनै बेला हामी भेट भयो भने फेरि त्यसबारे सल्लाह गरौँला नि, हुन्न? हुन्छ सर, हस्। एकदमै खुसी लाग्यो हजुरसँग कुराकानी गर्नुपर्दाखेरि, किनभने समाजमा हजुरको कुराहरू पनि एकदमै सरकारतर्फबाट उदासीन भइरहेको विषय हो। तर यो गर्भ संस्कार त मान्छेको चेतनामा सोचमै नै नभएको विषय हो। त बरु हाम्रो क्षेत्रमा त के भएर चाहिँ यहाँहरूको क्षेत्रमा त कति हामी पछाडि रहेछौँ भन्ने पो एकदमै आवश्यक छ सर। अब कुनै समय भने अझ यसलाई धेरै डिटेलमा नै छलफल गरौँला सर, धेरै लामो पनि भइसक्यो जस्तो लाग्छ। ठिक छ। अरू केही छ अन्तिममा केही सोध्नु पनि सर? होइन, अब सोध्ने भने त मैले यहाँलाई आफ्नो कुरा पनि यहाँले मलाई भन्नुभयो, मलाई लाग्छ आजको लागि झनै नै पर्याप्त भयो जस्तो लाग्छ। समय पनि के छ, अब समय पनि अब सिद्धिएको। समय र संवादको लागि हजुरलाई धेरै धेरै धन्यवाद। यहाँलाई पनि धन्यवाद। यौन समस्या र जिज्ञासाका साथै घरेलु उपचार विधिबारे डाक्टर सुबोध कुमार पोखरेल